सुविधा यो देखेको चाहिँ ग्यान्टोकको यहाँ चाहिँ भ्यू पोइन्ट गान्तोकको टपमा छौँ। ग्यान्टोक चाहिँ यहाँ पर्दो रहेछ नि देखाइरहेको छु तपाईँलाई। सन्ध्या आज कस्तो हुन्छ? एकदम फाइन भइरहेछ। कस्तो जग्गा दामी रहेछ? जग्गा एकदम दामी छ। यहाँ हामी जग्गा फर्स्ट टाइम आएको है? फर्स्ट टाइम हो। अहिले पपकर्न खुवाइ हुँदैछ हो। हजुर मलाई त याद भएन। सन्धिदा हुन्छ यस्तो जग्गाहरू चाहिँ एकदम दामी हुन्छ, साइलेन्ट। यस्तै जग्गामा नै बस्न प्राय रुचाउँछौँ, मन लाग्छ होइन। तर पनि अब के गर्नु, आफ्नो ठाउँमै प्यारो हो। तर यसो चाहिँ घुम्नुको लागि यस्तो जग्गाहरू चाहिँ एकदम दामी दामी। र यहाँ गाइस मजाको ग्राउन्ड पनि रहेछ। बिन्दा म तपाईँलाई ग्राउन्ड देखाउनु छु। यहाँ गान्तोकको दामी ग्राउन्ड रहेछ हो। सन्दीपद्वारा म चाहिँ यहाँ यसो घुम्दै आएको आज चाहिँ हो। रमाइलो छ, शीतल छ, पछिको घाम अलिक कडा छ होइन। यसो चिसो चिसो जग्गाको यसो माहौलहरू फिल गर्नु पर्छ। अब एउटा लाइफमा होइन इन्जोय गरेर राख्नुपर्छ होइन। अन्त के हो भन्दाखेरि अहिले यहाँ जुगा पनि हुनसक्छ। जुगा चाहिँ अलिक टेन्सनको कुरा हो यहाँ चाहिँ हो। जुगा छ भने चाहिँ तपाईँको खुन चुसेर तपाईँको, तर अब पहिलाको टाइममा हेऱ्यो भने चाहिँ जुगा राम्रो है। तपाईँको जहाँ खुन जाम्मेको हुन्थ्यो त्यहाँ चाहिँ जुगा टक्कै राखिदिन्थ्यो, त्यो मैला खुनहरू सबै तान्थ्यो नि त। तर अहिले त हामी के डक्टरहरूकोमा जान्छौँ। त्यो पहिलाको एन्सियन्ट कल्चरहरूलाई हामी अहिले त्यस्तो मान्यता दिँदैनौँ। अहिले हामी डराउँछौँ जुगा, जस्तै म पनि डराउँछु जुगा भन्ने साथै हो। अहिले पनि साइको लाग्दैछ कतै पो छ कि भनेर हो। तपाईँलाई म अगाडि झलक देखाउँदैछु। एकदम दामी छ एकदमै आजको चाहिँ दामी है, सोचेको भन्दा दामी रहेछ। पिस है जग्गा, हेर्नुहोस् हो कति मजाको छ। ग्राउन्ड भनेको यस्तो हुनु पनि कसैले डिस्टर्ब पनि गर्दैन, डिस्टर्ब नगर्ने। त्यसको लागि दामी हुने। क्रिकेटको लागि दामी हुन्छ। छुपाभन्दा अलिकति ठुलो लाग्यो ग्राउन्ड हो, तर छुपा जस्तै चारैतर्फ धुप्पी नै धुप्पी हो। एकदम रमाइलो। बिन्दा अहिले चाहिँ हामी फर्केको हो। यहाँ ग्राउन्ड यसो सुटहरू भयो हल्का होइन। अन्त यसो वरिपरि हेराइ भयो। सन्दीप त अगाडि हुन्छ हो। सन्ताले पनि यसो सुटहरू गर्नु अलिअलि फोटोसोटो हो। अन्त मैले बस एक दुईवटा गराइ भयो। अहिले हामी फर्केको अलिकति माथि छ नि त। र दर्शकवृन्द यो चाहिँ हाम्रो पाक्योङ एयरपोर्ट, पाक्योङ बजार यही हो। दर्शकवृन्द यो चाहिँ पाक्योङ एयरपोर्टको माथिपट्टिबाट भ्यू हेर्न सक्नुहुन्छ। दामी छ है। दर्शकवृन्द अहिले चाहिँ खाना खुवाइ हुँदैछ। रूप देख्न सक्नुहुन्छ हो। थ्याङ्क्स फर वाचिङ। भेट्यौँ, फेरि भेट्यौँ नेक्स्ट यस्तै सानो मिनी ब्लगमा।